मात्र 1 महिनासम्म लामो आन्दोलन गरेको शिक्षकहरूले केका निम्ति भन्दा शैक्षिक सुधारकै निम्ति गर्नुभयो। अनि हामीले संविधानमा के लेख्यौँ भन्दा शिक्षा, स्वास्थ्य र रोजगार जस्ता आधारभूत कुराहरू मौलिक हकको रूपमा हामीले यसलाई स्थापित गर्यौँ, संविधानमा लेखेका छौँ। अझ त्योभन्दा पहिलाको संविधान पल्टाएर हेर्नु भने 47 सालको संविधानमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क शिक्षा गर्ने भनेर त्यतिखेर घोषणा गरेको। अनि अहिलेको संविधानले आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क र माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने व्यवस्था गरेको छ। मैले जोड्न खोजेको कुरा के हो भने हाम्रो संविधान बनाउने संविधान सभाका सदस्य रामवल दाइ यहाँ हुनुहुन्छ। त्यसको प्रस्तावनामा हामीले के भन्यौँ भने अबको देश भनेको समाजवाद उन्मुख अर्थतन्त्र सहितको एउटा मुलुक हुनेछ भनेर हामीले भन्यौँ। अब हामी राजनीतिक दल, जनप्रतिनिधि अथवा देशको नेतृत्व गरिराखेको सरकार, तिनै तहका सरकारहरू, 3 तहका सरकार छन्, त्यसको पनि अधिकारका आफ्ना क्षेत्रहरू छन्। समाजवादको आधारभूत प्रस्थान बिन्दु भनेको के हो? कि हामीले नेपाली समाजलाई समाजवादमा लान खोजेका छौँ या छैनौँ भन्ने कुरा, त्यो देशको मापन गर्ने एउटा वस्तु चाहिँ के हो त? राज्यले भन्दा मेरो बुझाइमा शिक्षा हो। जहिलेसम्म शिक्षाको हामीले समाजवाद उन्मुख शिक्षा अथवा हामीले हाम्रो देशलाई बुझ्ने र चिन्ने शिक्षा र हामीले हाम्रो जनशक्तिलाई यहीँ उपयोग गर्ने र यहीँ देशमा रोजगारी सिर्जना गर्न सक्ने शिक्षा जहिलेसम्म हामी प्रदान गर्न सक्दैनौँ त्यति बेलासम्म हामीले हाम्रो देशलाई समृद्ध मुलुक हामी बनाउन सक्दैनौँ। त्यसकारण अब यो बाटोमा लाग्नको निम्ति संविधानले फेरि के गर्यो भन्दा संविधान सभाका सभासदज्यूहरूले त्यति बेला सायद छलफल गरेर राख्नुभयो होला। माध्यमिक तह भन्नाले 1-12 बुझिन्छ। सबभन्दा राज्यको सबभन्दा ठुलो धनराशि खर्च गर्ने र लगानी गर्नुपर्ने क्षेत्र। अनि त्यो चाहिँ हामीले कसलाई दिउँ त भन्दा स्थानीय तहलाई दिउँ। अनि उच्च शिक्षा प्रदेश सरकारलाई दियो। मैले यहाँ जोड्न खोजेको कुरा के हो भने अहिले शिक्षकहरूले आन्दोलन गर्नुभयो, स्थानीय तहका सरकारहरूले त्यति चित्त बुझाइरहनु भएको थिएन। उहाँहरूका पेसाका कुरा पनि छन् र केही अधिकारका कुराहरू पनि छन्। यो मैले जोड्न खोजेको के भने स्थानीय तहले अनुमोदन गर्ने कुरा, त्यहाँको चाहिँ विद्यालयको व्यवस्थापनको कुरा, त्यहाँको अभिभावकत्व गर्ने कुरा र सम्पूर्ण हिसाबले सबभन्दा नजिकको सरकार भएको हुनाले स्थानीय तहकै दायित्व। तर राज्यको ठुलो धनराशि खर्च गर्नुपर्ने र लगानी गर्नुपर्ने ठाउँमा सङ्घीय सरकार पन्छेन मिल्छ र मिल्दैन नि मेरो बुझाइमा। त्यहाँबाट टाढा जान मिल्दैन। अनि हामीले कसरी निःशुल्क गर्न सक्छौँ? अहिले भालेश्वर माध्यमिक विद्यालयमा विद्यार्थीबाट शुल्क लियो भनेर यहाँका कोही अभिभावकले मुद्दा हाल्नु भने व्यवस्थापन समितिको अध्यक्ष र हेड सरले मुद्दा खेल्नुपर्छ। आधारभूत तहको शिक्षाबाट कोही नागरिक वञ्चित भयो अथवा पैसा लगाएको कारणले पढ्न पायो भने राज्यका यहाँको स्थानीय तहका जनप्रतिनिधिहरू या हामी जनप्रतिनिधिहरू जेल जानुपर्छ। कसैका छोराछोरीले पैसाको बेगर पढ्न पाएन भनेर। किनभने हामीले संविधानमा त्यो कुरा लेख्यौँ, तर मौलिक हक सम्बन्धी कार्यान्वयन गर्ने हामीले ऐन बनाएका छैनौँ। विधेयक कता ड्राफ्ट पनि भएको छैन। बल्ल बल्ल आज एउटा समितिले निजामती कर्मचारी विधेयक चाहिँ पास गरेको छ। शिक्षा विधेयक यो अधिवेशनमा पास गर्ने भनेको छ। कर्मचारीका प्रहरीका थुप्रै विधेयकहरू सङ्घीय संसदमा अलपत्र छन्। त्यसकारण अब हामीले यो सारा कुराबाट अलिकति सुधार गर्ने हो भने कहाँबाट सुधार गर्नुपर्छ त भन्दा शिक्षाबाट सुधार गर्नुपर्छ भन्ने मेरो जोड हो। मैले जहाँ जाँदा पनि मेरो क्षेत्र प्रधानताको क्षेत्र भने शिक्षा हो। शैक्षिक आन्दोलनको नेतृत्व गरेर आएको हुनाले शिक्षा क्षेत्रको त्यसको चाहिँ सम्पूर्ण हिसाबले हिजोको राज्यका थुप्रै क्षेत्रहरू परिवर्तित भए अथवा पुनर्संरचना भए। शिक्षा क्षेत्रको पुनर्संरचना भएन, दुःख लाग्दो कुरा हो। त्यसकारण अब भोलिका दिनमा के गर्ने त? हामी जनप्रतिनिधिहरू रामचन्द्र सरले अहिलेको कार्यक्रममा के भन्नु भने एउटा विद्यालय बस्छ तपाईँको तर्फबाट भन्नु भने प्रदेशको तर्फबाट रतन ढकालले व्यक्तिगत दिने त होइन। अर्को विद्यालयले घेराबार, अर्को विद्यालयले विद्यालय नर्स, अर्को विद्यालयले लाइब्रेरी, अर्को विद्यालयले
विभिन्न ल्याब स्टेसनरी आदि आदि। तर दायित्व चाहिँ के हो त, प्रदेशले गर्ने चाहिँ के हो त भन्दा उच्च शिक्षा। प्रदेशमा त्यहाँ लगानी नगर भन्छ। विद्यार्थीको अनुपातमा हाम्रो शिक्षक छैन। यहीँदेखि बहुमत शिक्षक चाहिँ हामीले निजी स्रोतबाट राख्नु परिरहेको छ। भनिसकेपछि हामीले सुधार चाहिँ कसरी गर्न सक्छौँ त? सुधार कहाँबाट सुरुवात गर्ने? अहिले पढाउँदो नगरपालिकाको शिक्षा शाखाको प्रमुखले धेरै कुरा भन्नुभयो, हामीले सुधारको निम्ति यो गरेका छौँ त्यो गरेका छौँ भनेर। गर्नु त राम्रै गरिरहनु होला, त्यो पनि ठिकै कुरा हो। तर जति गर्नु पऱ्यो तिनै तहको सरकारबाट पुगेको छैन। शिक्षा क्षेत्रमा लगानी नै पुगेको छैन पहिलो कुरो त। त्यसकारण मैले जोड्नुपर्ने कुरा, पहिलो कुरा चाहिँ कि त अब फेरि एकचोटि संविधानलाई कायम गर्ने हामीले अरू चाहिँ नियमावली कार्यविधि आदि इत्यादि गरेर पनि गर्न सक्छौँ। त्यसको मूल मर्मलाई अहिले हामीले आज, किनभने माध्यमिक तहको शिक्षा स्थानीय तहको हो, त्यसले मूल मर्मलाई हामीले अहिले छुन मिल्दैन संविधानको। तर हामीले छलफल गर्न सक्छौँ। त्यो भने के भने आधारभूत तहको शिक्षा स्थानीय तहलाई, माध्यमिक तहको शिक्षा प्रदेश सरकारहरूलाई दिए हुन्छ नि। लगानी त गरिरहेका छौँ नि हामीले सबै क्षेत्रमा। पूर्वाधारको क्षेत्रमा भवन पनि बनाइराखेको छ। विद्यालय नर्स यहाँ अहिले भर्खर नर्स बहिनी यहाँ सम्मानित हुनुभयो। लोकप्रिय बागमती प्रदेश सरकारको पहिलो कार्यकालबाट हामीले सुरु गरे हो। सबै माध्यमिक विद्यालयमा हामी पुर्याउँदैछौँ। आधारभूत कुराहरू हामी पुरा गर्दैछौँ प्रदेशले। किनभने सरकार त अभिभावक हो नि, स्थानीय तहको दायित्वभित्र पर्छ। हामीले काम गर्दैनौँ भन्नु त हामीले मिल्दैन, अभिभावकको सरकार। त्यसकारण अभिभावकले त त्यो पुरा दायित्व पुरा गर्नु पऱ्यो। अनि सङ्घले चाहिँ के गर्यो त, उच्च शिक्षाका त्यो पनि विश्वविद्यालय, त्यो पनि केही विश्वविद्यालय, सबै विश्वविद्यालय होइन, प्रादेशिक विश्वविद्यालयहरू हुन्छ। त्यस कारण त्यो विश्वविद्यालय र नीतिगत कुरा गर्ने सङ्घले गर्ने हो। अब सङ्घीयताको सबभन्दा ठुलो वकालत गर्ने मेरै पार्टीका नेताहरूलाई मैले प्रश्न गर्ने गरिरहेको छु। मन्त्री धेरैचोटि हुनुभयो, देवाका मेरो बहिनी हुन्छ ढाका। त्यो शिक्षा हाम्रो चाहिँ समन्वय इकाइ काभ्रे जिल्लामा बाँकी नै छ भने त्यसभरिको बाँकी नै छ। सङ्घीयताले त्यसलाई जरुरी ठान्दैन। सबै स्थानीय तहमा शिक्षा शाखा पठाउनुपर्छ। किनभने सिंहदरबारको अधिकार त हामीले घर घरमा पुऱ्याउनु भने त स्थानीय तहमा पुऱ्याउनु भने हो, सेवा तहमा दिनु भने हो। अब हामीले कर्मशिक्षा के गर्दैछौँ भने शिक्षाको चाहिँ अब अहिले विभिन्न तरिकाले जानेर या नजानेर शिक्षाको अधिकार धेरै फेरि सङ्घतिर घसेर्न खोजिरहेको छ। त्यो होइन, छलफल गरौँ कि केही स्थानीय तहलाई दियो, के प्रदेशले गर्न सक्छ नि। यहाँभित्रका शिक्षकहरूको सरुवामा ल स्थानीय तहले अलिकति तलमाथि गरेछ भने त्यो अधिकार त प्रदेशलाई दिएको हो नि। हामीले छलफल गरेर गर्न सक्छौँ मलाई लाग्ने कुरा। त्यस कारण चाहिँ सङ्घ र प्रदेशको बिचमा र स्थानीय तहको बिचमा समन्वय, सहकारी र सहअस्तित्वको यहाँले कुरा गर्नुभएको थियो। अब हामीले त्यो छलफल गर्ने बेला आयो मेरो विचारमा। हामीले छलफल गरेर ठिक ढङ्गले अधिकारको बाँडफाँड गऱ्यौँ भने त्यो समन्वय इकाइले प्रदेशमा आदर्श हुनुपर्छ। त्यसलाई कायम राखेर अगाडि बढाउने हो भने, त्यो ढङ्गले अगाडि बढ्यौँ भने अनि मात्रै हामीले के भने सरकारको दायित्व र कर्तव्य पुरा भएपछि अनि त्यसलाई सुधार गर्न सकिन्छ। अनि हामी भन्छौँ सबभन्दा ठुलो लगानी छ सामुदायिक विद्यालयहरूको, तर चाहिँ के छ त भने गुणस्तरीय शिक्षा छैन भनेर हामी गाली गर्छौँ। हुन त गुणस्तरीय शिक्षा प्रदान गर्नको निम्ति 3टा चिज मिल्नुपर्दो रहेछ। यहाँ मिलिराखेको छ, त्यो एउटा यो उत्कृष्ट भइराखेको छ। अभिभावक, त्यसको नेतृत्वकर्ता व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक, त्यसको नेतृत्वकर्ता हेरसर, अनि विद्यार्थी, यो 3वटाको समन्वय भयो भने हामीले धेरै राम्रा बोर्डिङहरूलाई पनि प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने कुरा त हामीले देखाइराखेका छौँ। त्यसकारण स्रोत र साधनलाई ठिक ढङ्गले पहिचान गरेर विषयगत शिक्षकहरू र विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था यदि हामीले गर्न सक्यौँ भने सामुदायिक विद्यालयहरूको स्तरोन्नति अथवा गुणस्तरीय शिक्षा प्रवाह गर्नको निम्ति सामुदायिक विद्यालयहरू सक्षम छन्, गर्न सक्छन् र गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ भन्ने मलाई लाग्छ। त्यसो भएको हुनाले त्यो दिशामा लाग्नको निम्ति अब हाम्रो तर्फबाट यो कसलाई भने त मैले भने तपाईँलाई भने होइन, फेरि हामी जसले नीति निर्माणको तहमा गरिरहेका छौँ, स्थानीय तहको सरकार, प्रदेश सरकार र सङ्घीय सरकारलाई भनिराखेको छु मैले। त्यस कारण त्यो दायित्वबाट हामीले पुरा गऱ्यौँ भने अनि मात्रै समाजमा जो एउटा प्रस्थान त्यहाँ सुरु हुन्छ। त्यसले के गर्छ त भन्दा शिक्षा यस्तो चिज हो नि, त्यसले त्यही रोजगारी सृजना गर्छ। हाम्रो आवश्यकता अनुसार हामी गऱ्यौँ भने अबको युगसँग प्रतिस्पर्धा गर्न सक्ने, 21औं शताब्दीसँग प्रतिस्पर्धा गर्न सक्ने, विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा त हामीले दियौँ भने त्यसले त्यही रोजगारी सृजना गर्छ। समस्या त त्यो राजनीतिक परिवर्तन गर्यो तिमीहरूले, तर चाहिँ जनताको जीवनस्तर परिवर्तन भएन। त्यस कारण चाहिँ दल र नेताहरूप्रति विद्रोह भइरहेको छ। त्यसलाई हामीले के गर्ने हो त भन्दा
रोजगारी व्यापक हिसाबले सिर्जना गर्न सक्यौँ भने विकास त भइराखेको छ नि। मैले यहाँ कानेखुसी गर्दैछु, काभ्रे क्षेत्रको कुरा गर्ने हो भने हिजो हामीले 2-4 थान पाएको र जस्ता बाँडेको कुरा गर्नु पर्थ्यो। आज त अरब बजेट त हामीले ल्याएर विकास गरिरहेका छौँ। अस्ति भर्खरै मात्रै पनौती खोपासीको पनि बाटो टेन्डर भयो, बजेटको बेलामा योगदान गरेको थिएँ मैले, अनि मात्र टेन्डर भयो। त्यसकारण काभ्रे जिल्लाको प्रतिनिधि सभा एक अलि बिगडै क्षेत्र पर्छ, त्यसमध्ये पनि एक मेरो क्षेत्र नभए पनि अरबको योजना छ। अनि जिल्लाभरिका स्थानीय तहले भन्नुहुन्छ त त जिल्लाकै नेताहरूसँग ल यसो भन्नुपर्यो हुन्छ, भालेश्वर माली जस्तै। त्यसकारण जिल्लाभरिका योजनाहरू पनि कार्यक्रमहरू पनि केही न केही गरेर एकदम हुँदै आइरहेको छ। र भोलिका दिनमा पनि मैले जोड्न खोजेको कुरा के भने अलि राम्रो गर्दै गएका विद्यालयहरूलाई फेरि हामीले गरेको हो त भन्दा थप सहयोग गर्ने हो र अझ राम्रो गर्नु पऱ्यो भन्ने कुरा हो। त्यसो भएको हुनाले काभ्रे जिल्लाका त्यसमध्ये पनि राम्रो गरिराखेको र प्रगतिको दिशामा अगाडि बढिरहेका विद्यालयलाई सहयोग गर्दा त्यहाँ हामी जनप्रतिनिधि त्यो मेरो क्षेत्र पञ्चायत पर्दैन अथवा त्यहाँ व्यवस्थापन समितिको अध्यक्ष को छ अथवा हेड सरको छ भन्ने कुरा हुँदैन, त्यहाँ भूगोल पनि हुँदैन र त्यहाँ अरू कुरा पनि हुँदैन। त्यसो भएको हुनाले सहयोगलाई हामी सबैले मिलेर गऱ्यौँ भने हामीले हाम्रो क्षेत्रको विकास गर्न सकिन्छ। यहाँको विद्यालय नमुना विद्यालय रूपमा अगाडि बढ्यो भने हामी जनप्रतिनिधिहरू अथवा हाम्रो जिल्लाकै नाम रहने हो। त्यो दिशामा त्यो हिसाबले हामीले काम गऱ्यौँ भने टाढा र पाखा नगरिकन हामीले काम गऱ्यौँ भने साँच्चै राम्रो काम गर्न सकिन्छ। त्यसकारण हाम्रो अधिकारको कुरा पनि छ, हामीले गर्नुपर्ने कर्तव्यको कुरा पनि छ। हामी धेरै अधिकारको कुरा गर्छौँ, कर्तव्य हामीले बुझ्छौँ। त्यसकारण शिक्षकहरू के छ भने शिक्षकहरूको अधिकारको कुरा पनि छ। धेरै शिक्षकहरूको चाहिँ अब अस्थायीमा करारमा विभिन्न तरिकाले भइराखेको शिक्षकका समस्या पनि छन्, त्यो कुरालाई हल गर्नुपर्छ। राज्यले शिक्षकलाई सम्मान गर्नुपर्छ, विश्वमा सम्मानित पेसा हो, उहाँहरूको मर्यादा क्रम कायम गर्नुपर्छ र उहाँलाई सम्मानित पेसाको रूपमा यसलाई परिभाषित गर्नुपर्छ। अनि उहाँहरूले पनि मेहनत गर्नुहुन्छ। उहाँहरूको अधिकार स्थापित गर्ने कुरा, पेसागत हक र अधिकारलाई स्थापित गर्ने कुरामा सरकारहरू कोही पनि आत्तिनु पर्दैन, स्थानीय तहको सरकार पनि आत्तिनु पर्दैन र सङ्घीय सरकार पनि आत्तिनु पर्दैन। त्यो कुरालाई सम्बोधन गरेर जान र मिलाएर लान सकिन्छ, अनि मात्रै हामी ठिक ढङ्गले अगाडि बढ्न सक्छौँ। तर हाम्रो सोच चाहिँ त्यो दिशामा भएन भने आधारभूत कुरा शिक्षा स्वास्थ्य अनि त्यो सँगसँगै जोडिएको के हो भने एउटा यहाँ बसिराख्नु भएका अभिभावक थोरै हुनुहुन्छ, आफ्नो जन्मेसँगैको नानीलाई उसले के हेर्छ त भन्दा त्यहाँ को सांसद छ उसलाई त्यो कुराको मतलब हुँदैन, त्यहाँ को मन्त्री छ उसलाई त्यो कुराको कुनै सरकार पनि हुँदैन। अभिभावकलाई के छ त भन्दा मेरो छोराले राम्रो पढ्न पाउनु पऱ्यो, मेरो छोरीले राम्रो पढ्न पाउनु पऱ्यो। अनि पढिसकेपछि रोजगारी चाहियो, बिरामी भयो भने उपचार चाहियो। जनताले यति खोज्या हो त, योभन्दा धेरै खोज्या छैन। त्यसकारण यो दिशामा लाग्नको निम्ति तिनै तहका सरकारहरूले ठिक ढङ्गले अगाडि बढ्यो भने हामीले काम गर्न सक्छौँ र हाम्रो देशलाई हामीले बनाउन सक्छौँ र हामीले यहीँ रोजगारी सिर्जना गर्न सक्छौँ र अहिलेको पिँढीलाई पनि हामीले कन्भिन्स गर्न सक्छौँ र दलका नेता र खास गरी राजनीतिक पार्टीहरूप्रति जो अविश्वास घट्दै गइराखेको छ त्यसलाई विश्वासमा परिणत गरेर नेपाल अहिले पनि स्रोत र साधनमा प्रशस्त मात्रामा धनी छ र हामीले हाम्रो देशको विकास गर्न सक्छौँ भन्ने कुरा विश्वास भएर चाहिँ हामी सक्छौँ। त्यसकारण त्यो अठोटका साथ हामीले काम गर्न जरुरी छ। त्यही अठोटका साथ काम गर्नुभयो भने यो विद्यालय तपाईँले सोचेको भन्दा भविष्यमा यसको अझ भविष्य छ। किनभने पनौती नगरपालिकाको वडा नम्बर 8मा रहेर झन्डै 1100 विद्यार्थी पाउनु भनेको कुरा अब विद्यार्थी खोज्न कहाँ जानुपर्छ त भन्दा माओवाद र खानेकुरामा अलिकति सडकसँग सञ्जालसँग अलिकति सहरी विकास भइराखेको ठाउँमा जानुभयो भने विद्यालयहरू पुरै गाप्नुपर्छ, छैनन् विद्यार्थी, 150 विद्यार्थी पाउन गाह्रो छ। त्यसकारण विभिन्न ढङ्गबाट चाहिँ केही न केही हामीले राम्रो गरेको हुनाले नै विद्यार्थीको चाड यहाँ बढिराखेको छ। भोलिका दिनमा पनि विभिन्न भाषाको माध्यमबाट अथवा अतिरिक्त क्रियाको माध्यमबाट यहाँ देखियो। अतिरिक्त क्रियाकलाप यहाँ अहिले भाइ बहिनीहरूले डान्स गरेको कुनै बोर्डिङ स्कुलमा तालिम प्राप्त गरेको भन्दा कम छैन। अनि हामीले सुरुमै देख्यौँ गेमको कुरा गर्ने हो भने म युवा तथा खेलकुद मन्त्री हुँदाखेरि थुप्रै कुराहरू भएका थिए, म त अहिले त्यतातिर जान चाहन्न, मसँग समय पनि छैन। त्यसकारण हामीले नीतिमा र कार्यक्रममा त्यसलाई ढाल्न सक्यौँ भने थुप्रै काम गर्न सकिँदो रहेछ। त्यसो भएको हुनाले हामीलाई शिक्षक, खेल शिक्षक चाहिएको छ, हामीलाई अतिरिक्त अरू थुप्रै शिक्षकहरू चाहिएको छ। त्यो ढङ्गले विकास गर्दै गयौँ र अनि हामीले शिक्षामा लगानी बढायौँ। त्यो सबै अहिले स्थानीय तहले यतिजना यहाँका कर्मचारीहरूलाई पनौती नगरपालिकाले थाहै रोजगारी दिएर त जान सक्दैन। त्यसकारण त्यो कुरा स्थानीय तहकै हो भनेर मात्रै हामीले छोडिदियौँ भने प्रतिनिधिसँग सञ्चय त्यो शिक्षामा लगानी गर्ने कुराबाट भाग्यौँ भने हाम्रो शिक्षा क्षेत्रको विकास हुन सक्दैन। त्यसकारण त्यो दायित्व हामीले हो, हाम्रो हो।
हामीले छलफल गरिराखेका छौँ। प्लस टूमा पनि प्रदेश सरकारले दिँदै आएको अनुदान बढाउनुपर्छ, शिक्षाको पनि बढाउनुपर्छ र अझ राम्रो गर्नुपर्छ भन्ने हामीले छलफल पनि गरिराखेका छौँ र भोलिका दिनमा पनि अरू थुप्रै कार्यक्रमहरू मार्फत हामीले गर्ने सहयोगमा मेरो प्रतिबद्धता रहन्छ। त्यसकारण अहिले चाहिँ यो विद्यालयको थप प्रगति र उन्नतिको म कामना गर्न चाहन्छु र म अन्तिममा फेरि के कुरा भन्न चाहन्छु भने म मेरो तर्फबाट अचेल कोषकर्ताहरूलाई पनि धन्यवाद दिन चाहन्छु, विद्यालय परिवारलाई पनि धन्यवाद दिन चाहन्छु र हुन त जनप्रतिनिधि हो, अहिले सरकारमा त हाम्रो पार्टी छैन, यहाँलाई मैले भनिरहनु पर्दैन। तैपनि फेरि मन्त्रीज्यूले भन्नुभएको छ सहकारी राम्रै छ, युवा मन्त्रीज्यू पनि हुनुहुन्छ, पढे लेखेको हुनुहुन्छ, बुझेको हुनुहुन्छ, काठमाडौँको साथी नै हो मेरो अमन मास्केज्यू। यस कारण उहाँले प्रतिबद्धता गरेका कुरा मेरो विचारमा उहाँले पुरा गर्नुहुन्छ। र थप यहाँले भन्नुभएको छ खानेपानीको समस्या छ भन्ने कुरा यहाँले गर्नुभएको छ। यदि त्यो समस्या हो भने र अरू कुरा भयो भने रामचन्द्र सर र बलराजेन्द्र सरलाई यस विद्यालयलाई यस वर्षमा थप गर्नुपर्ने कुरा के हो त्यो विषयमा पनि यहाँहरूसँग छलफल गरेर म मेरो तर्फबाट सहयोग गर्ने प्रतिबद्धताका साथ यो विद्यालयको 68औं वार्षिक उत्सवको भव्य सफलताको शुभकामना व्यक्त गर्दै मेरा भनाइ अन्त्य गर्छु। धन्यवाद, नमस्कार, अभिवादन।